नमस्कार सबैजनालाई। आज चाहिँ मैले तपाईँहरूको लागि चाहिँ आजै भएको एसईको कम्प्युटर साइन्स पेपर लिएर आएको छु। तपाईँहरूको मनमा जिज्ञासा हुनसक्छ मैले कति स्कोर गरेँ होला। त्यसैलाई मध्यनजर गर्दै मैले तपाईँहरूको लागि यो सल्भ पेपर लिएर आएको छु। यसमा चाहिँ मैले डिटेल एक्सप्लेन गर्न गइरहेको छु। हेरौँ है त। क्वेसन नम्बर 1 को एमा आएको थियो वाट इज टेलिकम्युनिकेसन। टेलिकम्युनिकेसन भन्नाले विभिन्न ट्रान्समिसन मिडियाको हेल्पबाट डाटा र इन्फर्मेसनलाई एक ठाउँबाट अर्को ठाउँमा ट्रान्समिट गर्ने प्रोसेसलाई नै टेलिकम्युनिकेसन भनिन्छ। द ट्रान्समिसन अफ डाटा एन्ड इन्फर्मेसन फ्रम वान प्लेस टु अनदर प्लेस बाई डिफ्रेन्ट मिडिया फर द पर्पोज अफ कम्युनिकेसन इज नोन एज टेलिकम्युनिकेसन। त्यस्तै गरी क्वेसन नम्बर 1 को बीमा आएको थियो गिभ एनी टु इक्जाम्पल अफ सिम्प्लेक्स मोड। यो चाहिँ हाम्रो डाटा ट्रान्समिसन मोडबाट आएको छ। डाटा ट्रान्समिसन मोड 3 प्रकारको हुन्छ, सिम्प्लेक्स मोड, हाफ डुप्लेक्स र फुल डुप्लेक्स मोड हुन्छ। यहाँ चाहिँ सिम्प्लेक्स मोडको 2टा इक्जाम्पल दिन भनिएको छ र त्यसको एन्सर छ हाम्रो रेडियो र टेलिभिजन। अब सिम्प्लेक्स मोड भन्नाले चाहिँ डाटाहरू एकतर्फ वान वे ट्रान्समिट गरिन्छ, त्यसलाई सिम्प्लेक्स मोड भनिन्छ। त्यस्तै गरी क्वेसन नम्बर 1 को सीमा आएको छ राइट एनी टु मेथड्स अफ क्रिएटिङ टेबल इन एमएस एक्सेस। एमएस एक्सेसमा टेबल क्रिएट गर्नको लागि 2टा मेथडहरू लेख्न भनेर सोधिएको छ। यसको एन्सर छ बाई युजिङ टेबल डिजाइन भ्यू, एक तरिकाले हामी त्यसरी नै क्रिएट गर्न मिल्छ भने अर्को चाहिँ टेबल विजार्ड भन्ने छ। यो 2 तरिकाले चाहिँ हामीले एमएस एक्सेसमा टेबल क्रिएट गर्न सकिन्छ। नेक्स्ट क्वेसन पनि एमएस एक्सेसबाट नै आएको छ। क्वेसनमा भनिएको छ वाट इज द म्याक्सिमम क्यारेक्टर यु क्यान युज फर द क्रिएटिङ अ फिल्ड नेम इन एमएस एक्सेस। एमएस एक्सेसमा फिल्ड नेम क्रिएट गर्नको लागि कतिवटा क्यारेक्टर हामीले युज गर्न सक्छौँ। यसको एन्सर रहेको छ 64 क्यारेक्टर। त्यस्तै गरी क्वेसन नम्बर ईमा रहेको छ राइट द सिन्टेक्स अफ किल स्टेटमेन्ट। अब यसको एन्सर रहेको छ किल फाइल नेम भन्ने छ है। अब कुनै अवस्थामा फाइल नेम नभइकन फाइलको लोकेसन सहित पुरा हामीले दिनुपर्ने हुन्छ र हामीले किल फाइल नेम लेखे पनि यसको सिन्टेक्स यही हो। त्यस्तै गरी नेक्स्ट क्वेसन रहेको छ राइट एनी टु किवर्ड युज इन सी ल्याङ्ग्वेज। सी ल्याङ्ग्वेजमा प्रयोग हुने कुनै पनि 2टा किवर्डहरू लेख्नुहोस्। हामीलाई थाहा छ सी ल्याङ्ग्वेजमा टोटल 32वटा किवर्ड हुन्छ, त्यसमध्ये कुनै पनि 2टा लेखिदिन सक्नुहुन्छ। मैले चाहिँ यहाँ चाहिँ इन्ट र 4 लेखेको छु। त्यस्तै गरी क्वेसन नम्बर 2मा टेक्निकल टर्म लेख्न भनिएको छ र 2 को एमा रहेको छ द वेबसाइट्स द्याट सर्च डकुमेन्ट फर स्पेसिफाइड किवर्ड इन www। किवर्ड मार्फत सर्च गर्ने डकुमेन्टहरूलाई त्यसलाई के भनिन्छ भने सर्च इन्जिन भनिन्छ। त्यस्तै गरी बी नम्बरमा रहेको छ द रेकर्डिङ अफ इन्ट्रेक्सन विथ द डिजिटल वर्ल्ड। डिजिटल वर्ल्डसँग हामीले इन्ट्र्याक्ट गर्दाखेरि केही न केही छाप बसेको हुन्छ, त्यसलाई के भनिन्छ भने डिजिटल फुटप्रिन्ट भनिन्छ। क्वेसन नम्बर 3मा रहेको छ फुल फर्म। फुल फर्ममा आएको छ युपिएस र बिआर। युपिएस भन्नाले अनइन्टरप्टेबल पावर सप्लाई। यो चाहिँ पावर बेकअपको लागि प्रयोग हुने एउटा डिभाइस हो। यसको युज जब लाइन जान्छ, लाइन कट आउट हुन्छ, हाम्रो कम्प्युटरलाई एकछिन पावर बेकअप दिने काम गर्छ युपिएसले। त्यस्तै गरी भिआर भन्नाले भर्चुअल रियालिटी। नेक्स्ट क्वेसन छ क्वेसन नम्बर 4मा अब सर्ट एन्सर क्वेसन। पहिलो नम्बरको क्वेसन रहेको छ डिफ्रेन्सिएट बिट्विन गाइडेड एन्ड अनगाइडेड मिडिया भनेको छ र हाम्रो चाहिँ यो चाहिँ गाइडेड मिडियालाई बााउन्डेड र अनगाइडेडलाई अनबाउन्डेड पनि भनिन्छ। र गाइडेड मिडिया भन्नाले चाहिँ यो चाहिँ के हुन्छ भने केबलहरूको वायरहरूको प्रयोग गरेर डाटाहरू ट्रान्सफर गर्ने है मिडियालाई गाइडेड मिडिया भनिन्छ भने अनगाइडेड मिडिया भनेको चाहिँ वायरलेस टेक्नोलोजी प्रयोग गरेर डाटाहरूलाई इन्फर्मेसनलाई के गर्ने ट्रान्सफर गर्ने है। दिस मिडिया युज्ड वायर अफ अर केबल टु ट्रान्सफर डाटा एन्ड इन्फर्मेसन। त्यस्तै गरी अनगाइडेडमा चाहिँ
दिस मिडिया युजेस वायरलेस टेक्नोलोजी टु ट्रान्सफर डाटा एन्ड इन्फर्मेसन। त्यस्तै गरी दोस्रो डिफरेन्स रहेको छ गाइडेड मिडिया के हुन्छ भने फास्ट हुन्छ र सिक्योर हुन्छ भने अनगाइडेड मिडिया चाहिँ स्लो र अनसिक्योर हुन्छ। नेक्स्ट क्वेसन रहेको छ डिफाइन साइबर ल, लिस्ट आउट वान डुज अर डोन्ट अफ साइबर इथिक्स भनिएको छ। र साइबर ल भन्नाले चाहिँ यो एक किसिमको कानुन हो जहाँ चाहिँ यसले चाहिँ कम्प्युटर इलेक्ट्रोनिक्स अथवा इन्टरनेट सम्बन्धी कुनै पनि इस्युजहरूलाई के गर्छ यसले कन्ट्रोल गर्ने हेर्ने गर्दछ है। सो साइबर ल इज अ ल विच इज मेड टु कन्ट्रोल एन्ड रेगुलराइज द एक्टिभिटिज टेकिङ प्लेस इन द साइबर स्पेस। अर्को पार्टमा रहेको छ एउटा पोइन्ट लेख्नुहोस् है। कम्प्युटर इथिक्समा के गर्नु, कम्प्युटर इथिक्सले कम्प्युटर युज गर्दा के गर्नुहुन्छ के गर्नु हुँदैन एउटा पोइन्ट लेख्न भनिएको छ। सो डुज के गर्नुहुन्छ त है, डु द युज अफ कम्प्युटर इन डुइङ होमवर्क्स, लिसनिङ म्युजिक, वाचिङ भिडियोज इटिसी भन्नाले राम्रो कामको लागि चाहिँ कम्प्युटरको प्रयोग गर्न सकिन्छ। त्यस्तै गरी डोन्ट भनेको के गर्नु हुँदैन भनेपछि डोन्ट युज द कम्प्युटर टु हार्म, थ्रेट, बुलिङ अदर्स, अरूलाई नोक्सान पुर्याउन, अरूलाई धम्काउन, जिस्काउनलाई कम्प्युटरको प्रयोग गर्नु हुँदैन है। यो कम्प्युटर इथिक्समा भनिएको छ। त्यस्तै गरी क्वेसन नम्बर सीमा रहेको छ डिफाइन एन्टिभाइरस सफ्टवेयर विथ 2 इक्जाम्पल। एन्टिभाइरस सफ्टवेयर भनेको के हो र यसको 2वटा इक्जाम्पल उदाहरणहरू दिनुहोस् भनिएको छ। एन्टिभाइरस सफ्टवेयर भनेको एक प्रकारको युटिलिटी सफ्टवेयर हो जसले के गर्छ कम्प्युटरमा भएको भाइरसलाई स्क्यान गर्छ, डिटेक्ट गर्छ र रिमुभ गर्ने काम गर्दछ। र यसको इक्जाम्पलहरू रहेको छ क्विक हिल, नोर्टन एन्टिभाइरस है। अझै पनि थुप्रै किसिमका एन्टिभाइरसहरू छन् जस्तै क्यास्पर स्काई छ है। अरू हाम्रो क्विक हिल हामीले लेखिसकेछौँ, अभिरा, आभास्ट है, थुप्रै किसिमका एन्टिभाइरसहरू छन्। नेक्स्ट क्वेसन रहेको छ क्वेसन नम्बर डी, वाइ इज इ कमर्स मोर पपुलर देन ट्रेडिसनल कमर्स नाउएडे, गिभ एनी 2 रिजन भनिएको छ। ट्रेडिसनल कमर्स भन्दा इ कमर्स एकदम लोकप्रिय हुँदै गइरहेको छ आजभोलि, किन? 2टा रिजन हामीले भन्न सोधिएको छ। सो यसको एन्सर रहेको छ बाइङ एन्ड सेलिङ क्यान बी डन सिटिङ एट होम है। हामीले इ कमर्स मार्फत घरमै बसेर के गर्न सकिन्छ त किनबेच गर्न सकिन्छ है। दोस्रो नम्बरमा चाहिँ के हुन्छ, इट सेभ द टाइम एन्ड एफोर्ट है। यसले हाम्रो समय बचाउँछ है र इफोर्ट्सहरू पनि बचाउँछ। सो यो 2टा रिजनले के हुन्छ इ कमर्स आजभोलि धेरै पपुलर भएको छ। नेक्स्ट क्वेसन रहेको छ क्वेसन नम्बर ई, वाट इज इ गभर्नेन्स भनिएको छ। प्रोभाइड एनी 2 इक्जाम्पल अफ इ गभर्नेन्स सर्भिस द्याट एक्जिस्ट इन नेपाल। इ गभर्नेन्स भनेको के हो र 2टा उदाहरण नेपालमा इ गभर्नेन्स सर्भिसको 2टा इक्जाम्पलहरू लेख्न भनिएको छ। पहिला त इ गभर्नेन्स भनेको के हो भने इ गभर्नेन्स इज अ सर्भिस प्रोभाइडेड बाई द गभर्मेन्ट टु पब्लिक थ्रु इलेक्ट्रोनिक मिन युजिङ इन्टरनेट। इ गभर्नेन्स भन्नाले सरकारले पब्लिक जनतालाई दिने सुविधा, एक प्रकारको सुविधा हो जसमा के हुन्छ पब्लिकले इन्टरनेट प्रयोग गरेर विभिन्न गभर्मेन्ट सर्भिसहरू लिन सकिन्छ। र नेपालमा यसका 2टा उदाहरण भनेको चाहिँ एउटा चाहिँ हाम्रो नागरिक एप छ है जसमा गएर हामीले विभिन्न गभर्मेन्ट सर्भिसहरू लिन सकिन्छ। त्यस्तै गरी ट्याक्स पोर्टलहरू छन् है जहाँ गएर हामीले आफ्नो करहरू बुझाउन सकिन्छ है। नेक्स्ट क्वेसनमा रहेको छ क्वेसन नम्बर एफ, वाट इज डाटाबेस, नेम एनी 2 डाटा टाइप युज इन एमएस एक्सेस। डाटाबेस भनेको के हो र एमएस एक्सेसमा प्रयोग हुने कुनै 2टा डाटा टाइप्सको नाम लेख्नुहोस्। पहिला त डाटाबेस भनेको के हो भने डाटाबेस इज द कलेक्सन अफ सिस्टमेटिकली अर्गनाइज डाटा। अर्गनाइज डाटाहरूलाई को कलेक्सनलाई के भनिन्छ भने डाटाबेस भनिन्छ। त्यस्तै गरी द 2 डाटा टाइप्स युज इन एमएस एक्सेस आर टेक्स्ट नम्बर है। थुप्रै किसिमका डाटा टाइप्सहरू युज हुन्छ जसमध्ये टेक्स्ट र नम्बर पनि एक प्रकारको डाटा टाइप्स हो। नेक्स्ट क्वेसन रहेको छ डिफाइन रिपोर्ट, वाइ इट इज नेसेसरी टु क्रिएट अ रिपोर्ट इन डिबिएमएस। रिपोर्ट भनेको के हो र डिबिएमएसमा
किन हामीले रिपोर्टलाई क्रिएट गर्नुपर्छ? रिपोर्ट भनेको चाहिँ यो एउटा डाटाबेसको अब्जेक्ट हो जसको प्रयोगले हामीले के गर्न सकिन्छ, टेबलमा रहेका डाटाहरूलाई इन्टर गर्दा हामीले इन्टरफेस क्रिएट गर्न सकिन्छ। इट इज नेसेसरी टु क्रिएट रिपोर्ट बिकज रिपोर्ट इज युज टु कन्ट्रोल एसेस अफ डाटा। है, डाटा एसेस कन्ट्रोल गर्नको लागि चाहिँ रिपोर्टको आवश्यक पर्छ। त्यसले हामीले चाहिँ के गर्छौँ भने रिपोर्ट बनाउँछौँ। त्यस्तै गरी नेक्स्ट क्वेसन रहेको छ, क्वेसन नम्बर 8, वाट इज क्वेरी? मेन्सन द डिफ्रेन्ट टाइप अफ एक्सन क्वेरी। क्वेरी भनेको के हो र एक्सन क्वेरीका टाइप्सहरू लेख्नुहोस्। क्वेरी भनेको पनि एउटा डाटाबेसको अब्जेक्ट हो जसले के गर्छ भने युजरले डिजायर्ड डाटा इन्फर्मेसनहरूलाई के गर्न सकिन्छ, डाटाबेसबाट रिट्राइभ गर्न प्रयोग गरिन्छ। र यसको दुईटा टाइप्सहरू छन् हाम्रो, अपडेट र डिलिट। अपडेट क्वेरी र डिलिट क्वेरी। नेक्स्ट क्वेसन रहेको छ हाम्रो, एउटा प्रोग्राम दिएको छ, त्यसको आउटपुट निकाल्न भनिएको छ र ड्राई रन टेबल पनि सो गर्न भनिएको छ। प्रोग्राममा $t भनेर कम्प्युटर भनेर एउटा भेल्यु दिएको छ। त्यस्तै गरी C = 1 to len $t भनेको चाहिँ कम्प्युटरको टोटल क्यारेक्टर कति छ, 8 छ भनेको C = 1 to 8 सम्म जान्छ, स्टेप 2 हुँदै जान्छ है। अनि त्यसपछि $d = $mid$, $C1 भनेको चाहिँ $mid को काम के हो त, एउटा क्यारेक्टरलाई एक्सट्र्याक्ट गर्ने काम हो र त्यो क्यारेक्टरलाई के गरिदिने त, प्रिन्ट गर्ने भनिएको छ। पहिला छ C को भ्यालु 1 हुँदाखेरि अनि हाम्रो $d कति हुन्छ त, पहिलो अक्षर $t को C1 छ अनि 1 को पहिलो अक्षरको एउटा लिने भनेको छ, त्यही भएर C के हुन्छ, प्रिन्ट भयो। त्यस्तै गरी दोस्रो लुपमा C को भ्यालु के हुन्छ, स्टेप 2 हुनुको कारणले C को भ्यालु 3 हुन्छ। 3 हुने बित्तिकै के हुन्छ, हाम्रो तेस्रो क्यारेक्टरको एउटा लिन भनेको छ। त्यस्तै गरी यम हाम्रो प्रिन्ट भयो। पहिला C प्रिन्ट भइसकेको छ, त्यसपछि यम प्रिन्ट भयो। त्यस्तै गरी तेस्रो लुपमा के हुन्छ, C को भ्यालु 5 हुन्छ अनि 5वटा क्यारेक्टर भनेको U, 5 क्यारेक्टर भनेको चाहिँ कुन हो, U हो। सो U प्रिन्ट भयो, CMU भयो। त्यस्तै गरी नेक्स्ट लुपमा, चौथो लुपमा चाहिँ के हुन्छ भने हाम्रो C को भ्यालु 7 हुन्छ अनि 7 भनेको 7 क्यारेक्टर चाहिँ E छ, E भन्ने प्रिन्ट हुन्छ है। अनि CMUE प्रिन्ट भइसकेको छ। त्यस्तै गरी नेक्स्ट लुपमा जाँदा C को भ्यालु 9 हुन्छ र हाम्रो कन्डिसन के हुन्छ, फल्स हुन्छ। सो हाम्रो आउटपुट आउँछ CMUE। नेक्स्ट क्वेसन रहेको छ, क्वेसन नम्बर 6 मा चाहिँ यहाँ एउटा प्रोग्राम दिएको छ जसमा मिस्टेक छ। हामीले के गर्नुपर्ने हुन्छ, डिबग गर्नुपर्ने हुन्छ र प्रोग्राम यस प्रकारको छ, रेम टु एड रेकर्ड इन अ एक्जिस्टिङ फाइल। एउटा फाइल अलरेडी छ, त्यसमा चाहिँ के गर्नु पर्यो, डाटाहरू एड गर्नुपर्ने हुन्छ है। सो ओपन student.dat, student भन्ने एउटा फाइल रहेको छ जसमा के गरेको छ, फर आउट भनिएको छ है। यहाँ मिस्टेक भएको छ, पहिलो मिस्टेक है, आउट हुँदैन, हाम्रो एपेन्ड है। डाटा एड गर्नु भनेको एपेन्ड हो है, एपेन्ड मोडमा गरिन्छ। एज हेज टु, ठिक छ। त्यस्तै गरी टप राखिएको छ। त्यस्तै गरी इनपुट इन्टर नेम क्लास रोल नम्बर भनेको छ है, जसमा यस नेम डलर भेरिएबल राखिएको छ, C र RN भनेर राखिएको छ। त्यस्तै गरी दोस्रो मिस्टेक छ हाम्रो है, इनपुट लिइसकेपछि त्यसलाई राइट गर्नुपर्ने हुन्छ है, राइट हेज टु अनि यस नेम CRN है, यो भयो हाम्रो दोस्रो मिस्टेक। त्यस्तै गरी तेस्रो मिस्टेक रहेको छ हाम्रो, इफ यु क्याच $y = y देन गो टु पप भनेको छ, त्यो पप नभइकन टप हुन्छ है। यो तेस्रो मिस्टेक हाम्रो यहाँ रहेको छ। त्यस्तै गरी क्लोज हेज टु भयो र स्टप भनिएको छ, यो चौथो मिस्टेक हाम्रो यो स्टप भयो है, स्टप हुँदैन, हाम्रो इन्ड हुन्छ। त्यस्तै गरी क्वेसन नम्बर 7 मा रहेको छ, स्टडी द फलोइङ प्रोग्राम एन्ड एन्सर द क्वेसन भनेको प्रोग्राम दिएको छ र त्यसमा सोधिएका क्वेसनहरूको एन्सर दिन भनिएको छ है त। त्यस्तै गरी हाम्रो क्वेसन नम्बर 1 मा रहेको छ, राइट डाउन द मिसिङ स्टेटमेन्ट इन द मेन मोडुल टु एक्जिक्युट द प्रोग्राम। अब कुन स्टेटमेन्ट चाहिँ मिस भएको छ त्यो हामीलाई लेख्न भनिएको छ र यो प्रोग्राममा यो हाम्रो फङ्सन हो। फङ्सनले के गर्छ भने भ्यालु रिटर्न गर्छ र मेन मोडुलमा के गर्छ, प्रिन्ट गर्छ है। त्यही कारणले हाम्रो यहाँ प्रिन्ट भन्ने स्टेटमेन्ट मिस भएको छ है। सो हामीले के लेख्नुपर्ने हुन्छ, प्रिन्ट काउन्ट $a भनेर लेख्नुपर्ने हुन्छ।
त्यस्तै गरी क्वेसन नम्बर 7 को नेक्स्ट क्वेसन रहेको छ लिस्ट एनी टू स्ट्रिङ फङ्सन युज इन एबभ प्रोग्राम है। अब स्ट्रिङ फङ्सन के युज भएको छ यो प्रोग्राममा त्यसलाई लिस्ट आउट गर्न भनिएको छ र यसमा चाहिँ दुईवटा स्ट्रिङ फङ्सनको प्रयोग भएको छ। एउटा चाहिँ हाम्रो लेन डलर भन्ने छ, लेन भन्ने छ र त्यस्तै गरी मिड डलर भन्ने अर्को स्ट्रिङ फङ्सन रहेको छ। अब नेक्स्ट रहेको छ हाम्रो ग्रुप सी को क्वेसन नम्बर 8 मा चाहिँ कन्भर्ट क्यालकुलेट एज पर द इन्स्ट्रक्सन भनिएको छ है। यहाँ चाहिँ हाम्रो नम्बर सिस्टमबाट आएका क्वेसनहरू छन्। क्वेसन नम्बर 1 मा रहेको छ हाम्रो 1503 जुन हाम्रो अक्टलमा छ त्यसलाई हेक्साडेसिमलमा लैजान भनिएको छ है। त्यसको लागि के गर्नु भने त पहिला हामीले अक्टलमा रहेकोलाई चाहिँ 3 बिटमा के गरिदिने छुट्याइदिने है। जस्तै 1 को 001, 5 को 101, 0 को 000, 3 को 011 र यसलाई बाइनेरी इक्विभ्यालेन्टमा जोडिदिने। त्यसपछि के गर्ने फेरि त्यो बाइनेरी इक्विभ्यालेन्ट आएकोलाई फेरि 4 बिटमा छुट्याइदिने। छुट्याइदिएपछि अब 4 बिटमा आएको हाम्रो एन्सर चाहिँ हाम्रो के भयो त 16 भन्नाले हेक्साडेसिमलमा कन्भर्ट भयो र यसको एन्सर रहेको छ हाम्रो 343। क्वेसन नम्बर 8 को 2 नम्बरमा बाइनेरीदेखि अक्टलमा लैजान भनिएको छ र बाइनेरीदेखि अक्टलमा लैजानको लागि बाइनेरी नम्बरलाई 3 बिटमा के गरिदिने ग्रुप गराइदिने है। जस्तै 101, 000, 101 र त्यसलाई पछि के गर्ने अक्टल इक्विभ्यालेन्टमा लेखिदिने। 101 भनेको 5 हो, 000 भनेको 0 नै हो, फेरि 101 भनेको 5 नै हो है। सो यसको एन्सर छ 505। त्यस्तै गरी नेक्स्ट क्वेसन रहेको छ हाम्रो एडिसन र सब्ट्र्याक्सन आएको छ। 1010 प्लस 1101 लाई के गर्ने हामीले एड गर्ने र आएको रिजल्टलाई 110बाट सब्ट्र्याक्ट गरिदिने। सो 1010 लाई 1101 ले एड गर्दा 10111 आयो। अब यो एन्सर्सलाई फेरि 110 ले माइनस गरिदिँदा हाम्रो फाइनल एन्सर आयो 10001 आयो है। 10001 यसको एन्सर आयो। नेक्स्ट क्वेसन रहेको छ 8 को 4 नम्बर डिभाइड भनिएको छ। 100,111 लाई 110 ले डिभाइड गर्ने है। सो 110 3 बिटको छ। सो सुरुमा हामीले 3 बिट हेर्ने, 3 बिटले हाम्रो डिभाइड हुँदैन, माइनस हुँदैन, त्यही भएर हामीले के गर्यौँ 0 ले डिभाइड गरियो। त्यसपछि 100 भयो, माथिबाट 1 तल झर्छ। त्यस्तै गरी 1 ले डिभाइड हुन्छ 110। अब 1001 लाई 110 ले माइनस गर्दा 11 आउँछ, फेरि 1 तल झर्छ, फेरि 1 ले डिभाइड हुन्छ अनि 100 भयो, रिमाइन्डर 1 बच्यो, फेरि 1 झर्छ। अब यो डिभाइड हुँदैन, सो हामीले फेरि 0 ले के गर्छौँ डिभाइड गर्छौँ, रिमाइन्डर 11 आउँछ। सो यसको एन्सर हो क्वेसन Q = 0110 र रिमाइन्डर 11। नेक्स्ट क्वेसन रहेको छ 9 को A नम्बर जसमा चाहिँ सब प्रोसिड्युर र फङ्सनको प्रोग्राम रहेको छ र सब प्रोसिड्युर प्रयोग गरेर भोल्युम निकाल्न भनिएको छ र फङ्सनको प्रयोग गरेर पेरिमिटर निकाल्न भनिएको छ। अब प्रोग्राम यस प्रकारको छ डिक्लेयर सब भोल्युम है। सब प्रयोग गरेर हामीले भोल्युम निकाल्ने हो, त्यही भएर भोल्युम भनेर युजर डिफाइन फङ्सन राख्यौँ र त्यसभित्र मैले फर्मल प्यारामिटरमा LBS राखियो। त्यस्तै गरी डिक्लेयर फङ्सन पेरिमिटर LB है। फङ्सन प्रयोग गरेर मैले पेरिमिटर निकाल्ने हो, त्यही भएर पेरिमिटर भन्ने युजर डिफाइन राखेँ र त्यो फर्मल प्यारामिटरमा LB राखेँ। त्यस्तै गरी CLS गरियो र इन्टर द लेन ब्रेथ हाइट भनेर LBS राखेँ। त्यस्तै गरी कल, अब सब प्रोसिड्युरमा कलको प्रयोग हुन्छ, त्यही भएर कल भोल्युम LBS गरेर राखेँ। त्यस्तै गरी प्रिन्ट पेरिमिटर = पेरिमिटर LB भनेर फङ्सनको लागि राखेँ अनि मेन मोड्युल मैले इन गरेँ। अब के हुन्छ सब मोड्युलमा जाऊँ, सबमा जाऊँ। सबले के निकाल्न भनिएको छ भोल्युम निकाल्ने भनिएको छ, त्यही भएर सब भोल्युम र हामीले LBS राखियो। त्यस्तै गरी भोल्युमको फर्मुला लगाइयो V = L × B × H र मैले के सबमा के गरेँ त्यही सब मोड्युलमा प्रिन्ट गर्दै प्रिन्ट भोल्युम = B इन सब। यो हाम्रो सकियो भोल्युम निकालेको। त्यस्तै गरी अब फङ्सनमा जाऊँ। फङ्सन पेरिमिटर LB भनेको छ है। अब पेरिमिटर निकाल्नको लागि P = 2 × L + B फर्मुला राखेँ र P को भ्यालुलाई मैले फेरि पेरिमिटरमा एसाइन गरेँ र
के गर्छ, यसले के गर्छ, हाम्रो रिटर्न दिन्छ माथि पेरिमिटरमा है। पेरिमिटर प्रिन्ट पेरिमिटर इक्वल टु पेरिमिटर एलबी भनेर त्यसै गरेर यो प्रोग्राममा हामीले सब प्रयोग गरेर भोल्युम निकालियो र फङ्सन प्रयोग गरेर पेरिमिटर निकालियो। अब 9 को बीमा रहेको छ फाइल ह्यान्डलिङबाट एउटा क्वेसन आएको छ है, जसमा क्वेसनले भनेको छ एउटा फाइल std.dat मा चाहिँ केही इन्फर्मेसनहरू छ, जस्तै स्टुडेन्ट नेम, रोल नम्बर, मार्क्स अफ इङ्ग्लिस, नेपाली, म्याथ, कम्प्युटर। र यसले के भनेको छ भने डिस्प्ले द रिजल्ट विथ अल द इन्फर्मेसन अफ दोज स्टुडेन्ट हुज मार्क्स इज इन कम्प्युटर इज मोर देन 40 भनेको छ है। कम्प्युटरमा 40 भन्दा बढी ल्याएको के गरिदिने इन्फर्मेसनहरू डिस्प्ले गर्ने भनेको छ है। सो हामीले के हुन्छ, डिस्प्ले भन्ने बित्तिकै हाम्रो के हुन्छ, इनपुट मोडको युज हुन्छ। स्टोर गर्नेको लागि आउटपुट मोड, एड डाटाको लागि चाहिँ एपेन्ड मोड र डिस्प्लेको लागि इनपुट मोड भनेको छ। प्रोग्राम यसरी लेखिन्छ, ओपन std.dat फर इनपुट मोडको लागि है एज वान, त्यसपछि cls गर्ने, त्यसपछि वाइल नट इओएफ भनेको इन्ड अफ फाइल है। वाइल लुप लगाइयो हामीले जबसम्म फाइल सकिँदैन है। त्यसपछि हामीले डाटा झिकाउनको लागि के गर्यौँ, इनपुट हैज वान एन्ड $RENEMC भन्यो। एन्ड डलर भनेको नेम, रोल नम्बर, अनि त्यसपछि के भयो, इङ्ग्लिस, नेपाली, म्याथ, कम्प्युटरको डाटा झिकाइयो। त्यसपछि के लाग्यो, हामीले इफ स्टेटमेन्ट लाग्यो। इफ सी भनेको कम्प्युटरको मार्क्स चाहिँ के हुन्छ, सी इज ग्रेटर देन 40 भन्नाले कम्प्युटरको मार्क्स 40 भन्दा बढी हो भने के गर्छ त, प्रिन्ट गर्छ। प्रिन्ट के गर्छ, $RENEMC है। सो यो चाहिँ हाम्रो प्रिन्ट भयो। त्यसपछि वेन्ड भयो, वेन्ड भएपछि हाम्रो फाइल क्लोज भयो, क्लोज एज वान र इन्ड भयो। र यसरी हाम्रो यो क्वेसन नम्बर बी को प्रोग्राम यसरी हामीले लेखिन्छ। त्यसै गरी क्वेसन नम्बर 10 मा सी प्रोग्राम आएको छ, जसमा भनिएको छ राइट अ सी प्रोग्राम टु फाइन्ड द ग्रेटेस्ट नम्बर एमङ एनी टु डिफ्रेन्ट इनपुट नम्बर भनिएको छ है। कुनै पनि दुईवटा नम्बरलाई इनपुट गर्ने र कुन ठुलो हो भनेर पत्ता लगाउने भनेर प्रोग्राम छ है। यस प्रोग्राम यस प्रकारको छ, हैज इन्क्लुड std.h हाम्रो हेडर फाइल भयो, इन्ट मेन भयो, त्यस्तै कर्ली ब्र्याकेट ओपन, इन्ट एबी हामीले डिक्लेयर गऱ्यौँ एबी भनेर, प्रिन्टएफ इन्टर द टु नम्बर इन्टर गर भनेर हामीले मेसेज दियौँ। र स्क्यानएफले के गर्यो त, नम्बर लियो है। %d इन भएको कारणले हाम्रो फर्मेट स्पेसिफायर %d हुन्छ र ए र बीले एकैचोटि लिनु भएकोले हामीले दुईवटा %d राख्नुपर्ने हुन्छ र एन्ड ए कमा एन्ड बी भनेर दुईवटा नम्बर लियौँ। अब के गर्नु पर्यो, चेक गर्नु पर्यो। चेक गर्नको लागि मैले इफ स्टेटमेन्ट चलाएँ, इफ ए इज ग्रेटर देन बी है। यदि यो कन्डिसन ट्रु भयो भने के गर्छ भने प्रिन्ट %d इज ग्रेटर कमा ए भनेको ए को भ्यालु चाहिँ ठुलो हो भनेर देखाउँछ। त्यस्तै गरी एल्स गरे, एल्स पछि के गरे, प्रिन्ट %d इज ग्रेटर बी गरे। अब यसमा के हुन्छ, सुरुको कन्डिसन ट्रु भयो नि ए को भ्यालु ग्रेटर भनेर देखाउँछ, र होइन भने के हुन्छ, एल्स पछि है बी को भ्यालुलाई बी को भ्यालुलाई इज ग्रेटर भनेर देखाउँछ। कर्ली ब्र्याकेट ओपन क्लोज भयो, रिटर्न 0 भयो, अनि हाम्रो लास्टमा कर्ली ब्र्याकेट क्लोज भयो। त्यस्तै गरी क्वेसन नम्बर 10 मै अरवाला क्वेसन रहेको छ हाम्रो, राइट ए सी प्रोग्राम टु डिस्प्ले द सिरिज 5, 10, 15, 20 अप टु 15 टर्म है। प्रोग्रामले 15 टर्मसम्म भनेको छ, त्यही भएर मैले के गर्छु, हामीले फर लुप लाउनु पर्ने हुन्छ है त। र प्रोग्राम यस प्रकारको छ, हैज इन्क्लुड studio.h भयो हेडर फाइल, त्यस्तै गरी इन्ट मेन भयो, कर्ली ब्र्याकेट ओपन, इन्ट n इक्वल टु 5 है। 5 इनिसलाइज गरेँ मैले n को भ्यालु, त्यस्तै गरी आई गरेँ, सी गरेँ, फर आई इक्वल टु 1 गरेँ, फर लुप लाएँ, आई इज लेस देन इक्वल टु 15, आई प्लस प्लस गरेँ, अनि फर लुप खोलेँ है। अब त्यो भित्र के गरेँ, सी इक्वल टु n इन्टु आई गरेँ है, अनि सीलाई मैले के गरेँ, प्रिन्ट गरेँ। प्रिन्ट %d ब्याकस्ल्यास टी भनेको के हो त, स्पेस दिनको लागि है, अनि सी प्रिन्ट गरेँ है। फेरि पहिलो लुपमा के हुन्छ भने 5 इन्टु आई भनेको 1, 5 इन्टु 1
सीको भ्यालु कति हुन्छ 5 प्रिन्ट हुन्छ। दोस्रो लुपमा के हुन्छ भने 5 इन्टु आईको भ्यालु 2 हुन्छ, 5 इन्टु 2 गर्दा 10 हो। यस्तै गरेर 5, 10, 15 प्रिन्ट गर्दा गर्दा हाम्रो 15 टर्ममा 75 सम्म यो के हुन्छ प्रिन्ट हुन्छ र हाम्रो प्रोग्राम भ्याइन्छ। सो यो भयो हाम्रो क्वेसन नम्बर 10 को प्रोग्राम। यसै गरी आजको कम्प्युटर साइन्सको पेपरको प्रत्येक क्वेसनलाई मैले सल्भ गरेर एक्सप्लेन गरेर भनिदिइसकेको छु। यदि केही मिस्टेक भएको छ भने कृपया कमेन्ट गरिदिनु होला